नमस्ते साथीहरू। एनपिएल सिजन 2 मा विराटनगर किङ्सको विनिङ स्ट्रिकको चर्चा सबैतिर थियो। सबैले लागेको थियो, अझ भनौँ विराटनगर किङ्सको सपोर्टरहरूलाई लागेको थियो कि सन्दीप लामिछानेको सेनालाई रोक्न असम्भव छ। तर चितवन राइनोजले किङ्सको विजय रथलाई केवल रोकेनन्, 48 रनको फराकिलो जित हासिल गरे। टस जितेर विराटनगर किङ्सले बलिङ रोज्यो। सुरुवात हेर्दा डिसिजन सही नै लाग्थ्यो। चितवनका स्टार ओपनर डेभिड मलान र दीपक बोहरा सस्तोमै आउट भए। त्यसपछि देव खनाल र सेव जायबले इनिङलाई स्टेबलाइज गर्ने काम गरे। तर त्यो पार्टनरसिप धेरै टिकेन। देव खनाल आउट हुन्छन् र इन्ट्री हुन्छ रवि बोपाराको। साथीहरू, एक्सपिरियन्स कस्तो हुन्छ र एज इज जस्ट अ नम्बर भनेर हिजो फेरि रवि बोपाराले देखाइदिएका छन्। उनले 38 बलमा 65 रनको इनिङ खेले। मोमेन्टम सिफ्ट हुन्छ 12औं ओभरमा जब नरेन भट्टलाई बोपाराले 3 छक्का हान्छन्। यसरी उनको इनिङमा 3 चौका र 4 छक्का थियो। सिजन 2 मा यो उनको थर्ड हाफ सेन्चुरी हो। उनले हरेक खेलमा चितवनलाई राम्रो स्कोरसम्म पुर्याउन एउटा महत्त्वपूर्ण रोल खेलेका छन्। सन्दीप लामिछाने र मर्चन्ट डिल्याङले 2 विकेट लिएर रन रोक्न खोजे पनि रवि बोपाराको त्यो इनिङ र सेव जायब, देव खनाल र कुशल मल्लको 20 र 30ले चितवनलाई 174 को बलियो स्कोरसम्म पुर्यायो। विराटनगर किङ्सको बलिङ हिजोको म्याचमा अलि अफ कलर देखियो। सन्दीप लामिछाने र मर्चन्ट डिल्याङ बाहेक अरू बलर्सहरूले ब्याट्सम्यानहरूमा प्रेसर बनाउन सकेनन्। 175 को टार्गेट। टिममा यो टार्गेट चेस गर्न सकिने टार्गेट हो, विशेष गरी किङ्सको ब्याटिङ लाइनअप हेर्दा। तर किङ्सको सुरुवात नै डिजास्टर भयो। टप अर्डरमा लोकेश पम, जस मुन्सी त आयो र गयो जस्तै नै भए। त्यस्तै गप्टिलको स्थानमा खेल्न आएका स्याम हेजलेटले तुफानी पारी खेल्ने कोसिस गरे पनि म्याचका हिरो रञ्जित कुमारको पहिलो शिकार हुन पुगे। उनी 11 बलमा 22 रन हानेर आउट हुन्छन्। त्यही ओभरमा रञ्जितले बसिरलाई पनि आउट गर्छन्। यसरी एक ओभरमै 2 विकेट निकाल्छन्। किङ्सको सबसे ठुलो गल्ती थियो पावर प्लेमा प्यानिक हुनु। उनीहरूले बोपारा जस्तै इनिङलाई बिल्ड गर्न खोजेनन्, सिधै अट्याक गरे र विकेट गुमाउन पुगे। 6 ओभरमा 37 रन 4 विकेट। गेम त्यहीँ सकिसकेको थियो। र किङको यो हालत बनाउने मुख्य पात्र थिए रञ्जित कुमार। आज उनको दिन थियो। एनपिएल सिजन 2 मा पहिलो म्याच खेलिरहेका रञ्जित कुमारले विराटनगर किङ्सको मिडल अर्डरलाई एक्सपोज गरिदिए। उनले एनपिएल सिजन 2 को पहिलो 5 विकेट हल लिएर करियरको बेस्ट पर्फर्मेन्स दिए। उनले गेममा हिजो कुनै पनि ब्याटरलाई टिक्नै दिएन। स्कोर 64 फर 8 हुँदा लागेको थियो विराटनगर किङ्सले आज 100 रन पनि बनाउँदैन कि भन्ने। तर अन्तिममा मर्चन्ट डिल्याङ र प्रतीश जीसीले केही फायरवर्क देखाए। डिल्याङ र जीसीको ब्याटिङले विराटनगर किङ्सको नेट रन रेट बचाउन मद्दत गर्यो। तर म्याच जित्न भने धेरै ढिलो भइसकेको थियो। टप अर्डरमा लोकेश पम र जस मुन्सीमध्ये एकजनाले पनि 30-40 रनको योगदान गरेको भए जीसी र मर्चन्ट डिल्याङको हिटिङले म्याच क्लोज बनाउन सक्थ्यो। तर इफ्स एन्ड बट्सले क्रिकेट म्याच जितिँदैन। अन्त्यमा चितवन राइनोजले 48 रनको शानदार जित निकाल्यो। यो जितसँगै चितवनले मेसेज दिएको छ, हामी टाइटल कन्टेन्डर हौँ है भनेर। विराटनगर किङ्सले टप अर्डर फेल हुँदा मिडल अर्डरले कसरी इनिङलाई एङ्कर गर्ने भन्ने कुरा सिक्न जरुरी छ। म्याचको हिरो थिए विदाउट अ डाउट रञ्जित कुमार। 5 विकेट 421 रन्स। टी20मा 5 विकेट हल लिनु कुनै सानो कुरा होइन। हजुरहरूलाई के लाग्छ? के विराटनगर किङ्सको ब्याटिङ, टप अर्डर, लोकेश पम, जस मुन्सी र मार्टिन गप्टिलमा धेरै नै निर्भर भएको हो? कमेन्टमा आफ्नो विचार लेख्नुहोला। साथै हामीलाई लाइक, सेयर र सब्स्क्राइब गरेर सपोर्ट गर्न नबिर्सिनुहोला। थ्याङ्क यू फर वाचिङ। सी यू इन द नेक्स्ट भिडियो।